हेलो साथीहरू, आज हामी चाहिँ प्रज्ञा स्मार्ट पार्क रामनगर घुम्न गएका छौँ है। यहाँ चाहिँ एकदमै राम्रो सिनहरू है, फोटो भिडियोहरू खिच्नको लागि, आनन्द रिफ्रेस हुनको लागि गएर दिनभरि बस्ने जस्तो ठाउँ रहेछ कि यहाँ है। हामी जाँदा त बेलुका भइसकेको थियो, यसो बजारसम्म जान निस्किने भनेर निस्केका थियौँ। नानी घुम्न लगिदिनु भने गरी अनि कहाँ जाने त भनेर अनि हामीहरू यतातिर आएको थियौँ। यहाँ त सबैजनाहरूले ड्राई पिकनिक जस्तो कि आफैले खानेकुराहरू बाहिरबाट लिएर आएर सिजर पेपर रक खेल्ने के गर्ने गरिरहनु भएको थियो कि पछाडि है। कति धेरैजना है रमाइलो गर्दै हुनुहुन्थ्यो। हामीहरू चाहिँ केही पनि लिएर गएको थिएनौँ बाहिरबाट चाहिँ। हामीहरू चाहिँ फोटो खिच्ने, भिडियो बनाउने यस्तै गर्दै टाइम पास गरिरहेको थियौँ। बेलुका 4:30-5 बजिसकेको थियो हामीहरू जाँदा त। अनि अलिअलि हावा चल्ने हुन लागिसकेको थियो कि हामी पुग्दा चाहिँ त्यही नि फोटो भिडियो खिच्न चाहिँ त्यो सिन देखेरै वाउ थियो है। अनि खिच्यौँ अनि बच्चाहरूलाई चाहिँ भुलाउनको लागि चाहिँ त्यहाँ पिङहरू पनि थियो के। अनि नानीले नि एकछिन फोटो भिडियो खिच्ने, अनि मलाई पिङ खेलाइदिनु भन्दै थियो अरू खेलेको देखेर। अनि नानीलाई पनि पिङ खेलाउन लगिदिनु भयो बाबाले है। हल्लाइदिँदै मक्क पर्दै खेल्दै थिए। अनि गएर बस्न चाहिँ साह्रै रमाइलो रहेछ कि त्यहाँ टोइलेट बाथरुमको पनि व्यवस्था रहेछ है। अलि टाइम लिएर आउने है। अर्को टाइम त सबैजना अलि धेरैजना दादाहरू पनि भएर आउने, घरबाटै खाजाहरू बनाएर लिएर आउने, खाने, रमाइलो गर्ने है भन्दै थिए। अनि हुन्छ भन्यौँ हामी नि। अनि अब त अलिअलि फोटो भिडियो नि छोरीले खिच्दिन सक्ने भइसक्यो। हाम्रो 1-2वटा भिडियोहरू पनि खिच्दियो उसैले है। अनि फोटोहरू पनि खिच्दैकी छ अलिअलि। अनि रमाइलो भयो। अनि हामी सबैले यसो हिँड्ने के गर्ने गर्दै फोटो भिडियोहरू खिच्यौँ है। अनि अब त निस्किन पर्यो भनेको पानी पर्यो फेरि। अनि रेनकोट लिएर गइएको थिएन। अनि एउटा पसलमा ठ्याक्क बाइक रोकेर बसिरह्यौँ एकछिनसम्म, पानी बित्दै भएन। नानी बाबा चिप्स खाऊँ न भन्न थाल्यो। अनि हामीहरू सानो एउटा चिप्स किनेर खान थाल्यौँ है। अनि अलिअलि सिमसिम पर्दै थियो। होइन बो कति बस्नु यहाँ, बरु जाउँ अलि माथि जाउँ होटलमा, यसो खाजासाजा नि खाएर निस्क्यौँ भनेर हामी हाकिम चोक आइपुग्यौँ है। अनि हाकिम चोकमा चाहिँ हामीले खाजा खाने भनेको त्यही शुद्ध शाकाहारीमा आएर हो है। अनि छोरी चाहिँ अब नेक्स्ट टाइम चाहिँ सिजर पेपर खेल्ने गरेर आउनुपर्छ है भन्दैछु बाबासँग। अनि हामीले चाहिँ चिसो मौसम थियो, मोमो मगायौँ। अनि मोमो खायौँ। छोरी चाहिँ मोमो नखाने पिरो हुन्छ, म समोसा खान्छु भने। अनि त्यस पछाडि समोसा खाइ उसले चाहिँ।